Sound mute भइरहेको छ त्यसले अनि sound हेलो हेलो निर्वाणजी हजुरले केही भन्नुभएको हो? हामी एकैछिन 5 मिनेट भनेको 7:35 सम्म कुरेर क्लास सुरु गर्छौं है। So hello, good evening everyone, and welcome to our Python training program. So before we get started, I'd like to get a sense of everyone's background. If you're completely new to programming, please type new in the chat. And if you have done some coding before, let us know which programming language you have been using as well. So we will give everyone a minute to respond. So be as quick as possible. So yeah, almost everyone seems to be new, but yeah, thank you so much. Over the next few weeks, you'll learn Python from the basics to building a real-world project. But today's session will cover an introduction to Python, data types, handling user input, and a mini project. Saying this, I'd like to hand it over to our mentor, Susbinji, who will take you through today's session. So over to you, Susbinji. थ्याङ्क यू आरुषि म्याम। गुड इभिनिङ अनि वेलकम सबैजनालाई। मेरो नाम चाहिँ सुस्मिन त्रिपाठी। सो हाम्रो यो 6 विक्सको पाइथन कोर्समा चाहिँ मैले हजुरहरूलाई मेन्टर गर्नेछु। सो त्यति भन्दै आज चाहिँ हाम्रो इन्ट्रोडक्सन क्लास हुन्छ। पाइथन के हो, पाइथन किन युज गरिन्छ, अनि पाइथन किन फेमस छ अहिलेको सिनेरियोमा, अनि पाइथन कसरी इन्स्टल गर्न सकिन्छ। सो यो कुराहरू बेसिक कुराहरू चाहिँ आज कभर गर्नेछौँ। सो हाम्रो चाहिँ एकदमै डिटेल कोर्स छ यो है। एकदमै सानो कुरालाई पनि एकदमै डिटेल वेमा एक्सप्लेन गरेर मैले नोटहरू बनाएको छु। सो त्यही भएर बुझ्नलाई खासै प्रब्लम नहोला। इन केस केही प्रब्लम छ भने चाहिँ मैले सेसन गरिरहेकै बेला पनि तपाईँहरूले ह्यान्ड रेज गरेर क्वेसन सोध्न सक्नुहुन्छ इफ केही कन्फ्युजन छ, प्रब्लम छ भने चाहिँ। सो ओके, आजको कन्टेन्टतिर लागौँ। म स्क्रिन सेयर गर्छु। स्क्रिन सेयर भइरहेछ आरुषि म्याम? हजुर, भइरहेछ। सो सुरुमा त जानौँ पाइथन के हो भनेर है। पाइथन भनेको चाहिँ एउटा हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज, हाई लेभल जेनरल प्रोग्रामिङ ल्याङ्ग्वेज हो। सो हाम्रो पाइथन चाहिँ सी प्लस प्लस तपाईँहरूले जुनसुकै प्रोग्रामिङ ल्याङ्ग्वेज सुन्नुभएको छ सेम त्यही नै हो। अलिकति हाम्रो पाइथन चाहिँ अझ सजिलो, बुझ्न सजिलो, फर्स्ट टाइम हेर्दाखेरि पनि बुझ्न सजिलो हुन्छ अलिकति अरू ल्याङ्ग्वेजको कम्पेरिजनमा चाहिँ। किनभने चाहिँ हाम्रो यसको सिन्ट्याक्स चाहिँ
एकदमै सिम्पल हुन्छ, एकदमै क्लोज टु इङ्ग्लिस ल्याङ्ग्वेज हुन्छ। अब जस्तै फर इक्जाम्पल मैले केही कुरा प्रिन्ट गर्नु पर्यो भने त्यहाँ प्रिन्ट भन्ने नै फङ्सन हुन्छ, प्रिडिफाइन्ड फङ्सन हुन्छ। अनि इनपुट लिनु पर्यो भने इनपुट भन्ने नै एउटा बिल्टिङ फङ्सन हुन्छ। सो त्यस्तो कारणहरूले गर्दाखेरि चाहिँ पाइथन एकदमै बिगिनर फ्रेन्डली ल्याङ्ग्वेज हो अनि बुझ्न पनि सजिलो हुन्छ। अब हाम्रो पाइथन चाहिँ अहिले एकदमै पपुलर छ भन्न सकिन्छ है, किनभने अहिलेको फिल्ड्सहरू पनि यस्तो ट्रेन्डिङ फिल्ड्सहरू चाहिँ सबै पाइथन बेस्ड नै छ। अब जस्तै आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, डाटा साइन्स, डाटा एनालिटिक्स जस्तो फिल्डहरूमा सबै पाइथन बेस्डमै काम गर्नुपर्ने हुन्छ। अनि सबै एआई टुल्सहरू, एआई एजेन्ट्सहरू जतिसुकै हामीले सुनेको छौँ तिनीहरू सबै पाइथनमै प्रोग्राम गरिएको हो भन्न सकिन्छ। त्यति मात्रै नभएर अब हाम्रो पपुलर एप्स जस्तै फेसबुक छ, फेसबुकको ब्याकएन्ड पनि हाम्रो पाइथनमै डिजाइन गरिएको हो। सो यस्तो धेरै फिल्डहरू छन्, धेरै पपुलर एप्सहरू छन् जहाँ पाइथन युज भइरहेको छ। वाइ इज पाइथन सो पपुलर भन्दाखेरि चाहिँ यहाँ फर्स्टमा अघि मैले भनेकै कुरा छ, एकदमै सिम्पल सिन्ट्याक्स, फ्युअर लाइन्स अफ कोड टु एक्सप्रेस आइडियाज। अब हाम्रो अरू ल्याङ्ग्वेजमा चाहिँ के हुन्छ भन्दाखेरि एकदमै सानो कुरा आउटपुट निकाल्नलाई पनि थोरै कुराको बारेमा हामीले लेख्नुपर्ने छ, कोडिङ गर्नुपर्ने छ भने पनि त्यसको लागि चाहिँ एकदमै लङ लेन्थी सिन्ट्याक्सहरू हुन्छ। अनि पाइथनमा चाहिँ त्यही चाहिँ एलिमिनेट गरेर हाम्रो 50 to 60 टाइम्स कम सिन्ट्याक्समै त्यो काम गर्न सकिन्छ। अनि युज इकोसिस्टम भन्ने छ अर्को। सो हाम्रो इकोसिस्टम डिफाइन गर्ने भनेको चाहिँ लाइब्रेरीले गर्दा हो। अब लाइब्रेरी भनेको के हो भन्न सक्नुहुन्छ? लाइब्रेरिज भनेको चाहिँ अब पछि हामीले कोडिङ गर्दाखेरि डिफ्रेन्ट लाइब्रेरिजहरू युज गर्छौँ। फर इक्जाम्पल तपाईँहरूले सुन्नुभएको छ कि छैन, नम्पाई, पान्डासहरू जस्तो लाइब्रेरीहरू हुन्छन्। सो तिनीहरू युज गरेर चाहिँ हामीले क्यालकुलेसन्सहरू अनि हामीले कोड गर्दाखेरि डाइरेक्टली त्यो लाइब्रेरिजहरूबाट चाहिँ फङ्सन्सहरू युज गरेर एकदम सिम्पल वेमा थोरै कोडमा चाहिँ धेरै टास्क हुने गरी युज गर्न सकिन्छ। अनि भर्सटाइल भनेको धेरैवटा फिल्डमा युज भएको छ हाम्रो पाइथन। जस्तै अघि मैले भने वेब टेक्नोलोजीमा, डाटा साइन्स, एआई, अटोमेसन, स्क्रिप्टिङ, यस्तो हाम्रो यिनीहरू जस्तो फिल्डहरूमा चाहिँ वाइडली युज भइरहेको छ पाइथन। अनि हाम्रो पाइथनको कम्युनिटी लार्ज छ। लार्ज कम्युनिटी भनेको चाहिँ अब हामीले जस्तै कुनै कुरामा प्रब्लम भयो पाइथनको कुनै कोडमा अथवा कहिलेकाहीँ बगहरू हुन्छ होइन, कहिलेकाहीँ त यो इकोसिस्टम चाहिँ कस्तो, हाम्रो यो कम्युनिटी चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब हाम्रो गिटअपहरूमा हाम्रो डेभलपरहरू उता पाइथन भित्रै भएको डेभलपरहरूले चाहिँ हामीले के प्रब्लमहरू आयो अथवा कहिलेकाहीँ चाहिँ कोडमा यस्तो कुरा, नराम्रो कुराहरू आइडेन्टिफाई भयो, बग जस्तो आइडेन्टिफाई भयो भने चाहिँ इजिली हामीले उनीहरूसँग कन्ट्याक्ट गरेर अनि त्यहाँबाट एकैछिनमा रेस्पोन्स पनि आइहाल्छ। अब जस्तै हेल्प चाहियो, ट्युटोरियल्सहरू, सो त्यो पनि एकदमै कसैले ह्यान्ड रेज गर्नुभएको हो र? होइन, ह्यान्ड रेज भएको होइन। सो त्यो भयो हाम्रो कम्युनिटीको कुरा। अनि क्रस प्लेटफर्म भनेको चाहिँ अब हाम्रो जुनसुकै अपरेटिङ सिस्टम छ, हाम्रो पपुलर अपरेटिङ सिस्टम जस्तै विन्डोज, म्याक ओएस, लिनक्स, यो सबैमा चाहिँ हामीले डाउनलोड गर्न, इन्स्टल गर्न र युज गर्न चाहिँ एकदमै सजिलो छ। सो यो कारणहरूले गर्दाखेरि चाहिँ हाम्रो यो पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ एकदमै पपुलर छ। अनि अहिलेको केसमा चाहिँ सबैभन्दा फर्स्टमा #1मा कि फर्स्टमा कि सेकेन्डमा चाहिँ हाम्रो पाइथन ल्याङ्ग्वेज चाहिँ परिरहेको हुन्छ अहिलेको मोस्ट पपुलर प्रोग्रामिङ ल्याङ्ग्वेजमा। सो पाइथन कहाँ युज भइरहेको छ एकदमै एक्सेसिभली भन्दाखेरि जस्तै यही वेब डेभलपमेन्टमा भइहाल्यो। अब वेब डेभलपमेन्टभित्र हाम्रो भेरियस फ्रेमवर्क्सहरू हुन्छ। सो फ्रेमवर्क्सहरूको इक्जाम्पल एउटा भयो ज्याङ्गो, अर्को फ्ल्यास्क, फास्ट एपिआई। सो यिनीहरू हाम्रो फ्रेमवर्कहरू भयो। अब तपाईँहरूले यहाँको यो बेसिक कुराहरू पाइथनको जुन नलेज ग्र्याब गर्नुहुन्छ त्यति इन्फर्मेसन पाइसकेपछि चाहिँ तपाईँहरूले अब यो जुनसुकै फिल्डमा इन्ट्री गर्न खोज्दै हुनुहुन्छ त्यहाँ जान चाहिँ केही गाह्रो हुँदैन, किनभने हामीले एकदमै बेसिक कुराहरू जानिसकेपछि अब जस्तै मलाई वेबमा जान मन लाग्यो भनेपछि मैले वेबको बारेमा अब कसरी काम गर्न सकिँदो रहेछ त पाइथन युज गरेर त्यति मात्र रिसर्च गरेँ भने अथवा त्यति मात्रै पढ्यो भने चाहिँ इनफ हुन्छ। सो मेन कुरा चाहिँ हाम्रो यो पाइथन नै कसरी काम गर्छ, कसरी कोड लेख्न सकिन्छ भन्ने कुरा नै इम्पोर्टेन्ट कुरा हुन्छ। सो त्यति कुरा जानिसकेपछि हामी जुनसुकै फिल्डमा जाउँ केही पनि गाह्रो हुँदैन।
अनि अर्को भनेको डाटा साइन्समा जस्तै अघि मैले भने पान्डास, नम्पाई, म्याटप्लटलिब, सो यिनीहरू चाहिँ धेरै जसो कहाँ युज हुन्छ भन्दाखेरि हाम्रो डाटा भिजुअलाइजेसनमा, एनालिटिक्समा, डाटा इन्जिनियरिङहरू जस्तो फिल्डमा चाहिँ एक्सेसिभली युज भइरहेको हुन्छ। अनि मेसिन लर्निङमा भयो, जस्तै मेसिन लर्निङमा टेन्सर फ्लो, पाइटर्च, स्किट लर्न भन्ने हामीसँग टुल्सहरू हुन्छ। तिनीहरू युज गरेर चाहिँ अब हामीले स्ट्याटिस्टिक्सको फर्मुलाहरू अलरेडी प्रिडिफाइन्ड फर्मुलाहरू युज गरेर क्यालकुलेसन्सहरू एकदमै इजिली गर्न सकिन्छ। अनि अटोमेसनमा भयो, मेनली त अब हाम्रो अहिले भनेको अटोमेसनमा युज हुन्छ। अब जस्तै तपाईँहरूले च्याटबटहरू देख्नुभएको छ। अहिले हामी जुनसुकै वेबसाइटमा जाउँ, इ कमर्स वेबसाइटमा अथवा जुनसुकै टाइपको वेबसाइट होस्, त्यता हामीले गयौँ भने अहिले सबै वेबसाइटमा चाहिँ च्याटबटहरू राखिरहेको हुन्छ है। जस्तै अब हामीले केही कुराहरू कस्टमर केयरको नम्बरमा फोन गरेर सोध्नुपर्ने जस्तो केसहरू चाहिँ अहिले यो च्याटबटहरूले चाहिँ रिप्लेस गरेको छ। हामीले केही कुराहरू त्यहाँ च्याटबटमा सोध्यो भने चाहिँ त्यो कम्पनीको बारेमा अथवा त्यो हामीले काम गर्ने प्रोसिड्युरको बारेमा चाहिँ त्यो च्याटजिपिटीले त्यो च्याटबटले चाहिँ अलरेडी हामीलाई त्यहाँबाट केही प्रम्प्टको आधारमा इन्फर्मेसन दिन्छ सजिलै। सो त्यस्तो बट्सहरू बनाउनको लागि पनि युज हुँदो रहेछ। अनि वेब स्क्रैपिङ भयो। वेब स्क्रैपिङ भनेको के हो भन्दाखेरि अब मलाई फर इक्जाम्पल एउटा साइट बनाउनु पर्ने छ। अब त्यो साइट बनाउनको लागि चाहिँ मलाई आइडिया चाहिएको छ। अब यसको स्ट्रक्चर कस्तो हुन्छ, अनि यसको स्केलेटन थाहा पाए त अझ सजिलो हुन्थ्यो मलाई, अरूहरूले कसरी काम गरिरहेको छन् भनेर। अब जस्तै रेफरेन्सको लागि एउटा वेबसाइट त हेरिन्छ हामीले। सो अब त्यो मेरो एउटा रेफरेन्स वेबसाइटको बारेमा मैले टोटल्ली सबै इन्फर्मेसन ग्र्याब गर्नु पर्यो। सानो इन्फर्मेसन, अब जस्तै यिनीहरूले चाहिँ कस्तो आर्किटेक्चर फलो गरेको रहेछ, त्यो वेबसाइट चाहिँ कसरी डिजाइन भएको रहेछ, सो त्यस्तो कुराहरूको बारेमा हामीले इन्फर्मेसन ग्र्याब गर्ने प्रोसेस भनेकै वेब स्क्रैपिङ हो। सो अलरेडी अभाइलेबल भएको वेबसाइटको बारेमा हामीले त्यसलाई चाहिँ सानो टुक्राहरूमा छुट्याएर तिनीहरूको बारेमा इन्फर्मेसन कलेक्ट गर्ने प्रोसेस चाहिँ वेब स्क्रैपिङ भयो। सो त्यो गर्नको लागि पनि पाइथन युज हुँदो रहेछ। अनि फाइल म्यानेजमेन्टहरू, सो यस्तो कुराहरूमा एकदम एक्सेसिभली युज भइरहेको छ पाइथन। अब अहिले जस्तै हाम्रो रिपोर्ट जेनेरेसनहरू अनि पिडिएफहरू जेनेरेट गर्नको लागि त्यसमा पनि हाम्रो अहिले अटोमेसन सिस्टमहरू युज भइरहेको छ। अहिले चाहिँ इन्स्टेड अफ मेकिङ हामीले म्यानुअल्ली त्यो वर्ड फाइलहरू डिजाइन गर्नुभन्दा अहिले चाहिँ यो पाइथनकै अटोमेसन टुलहरूले प्रेजेन्टेसन अनि पिडिएफहरू जस्तो फाइल टाइप्सहरू इजिली क्रिएट गरेर आएको हुन्छ। अनि अरू फिल्डहरू भयो जस्तै साइबर सेक्युरिटी, फाइनेन्स, साइन्स, सो यता यो फिल्डहरूमा पनि युज भइरहेको छ भनेर बुझ्न सकियो। सो मेनली त हाम्रो पाइथन युज हुने कारण यिनीहरू रहेछ। अनि कता कता युज भइरहेको छ भन्ने चाहिँ यो हाम्रो फिल्डहरू भयो। अब आजको क्लासमा चाहिँ अब हामीले दुईटा कुरा इन्स्टल गर्छौँ। पाइथन युज गर्नुभन्दा अगाडि दुईटा कुरा इन्स्टल गर्नुपर्ने हुन्छ। एउटा चाहिँ त्यही पाइथनको अफिसियल सफ्टवेयर भइहाल्यो, अनि अर्को हुन्छ हाम्रो कोड एडिटर। कोड एडिटर अब हामी एकदमै पपुलर कोड एडिटर भनेको चाहिँ VS कोड हो। सो VS कोड नै डाउनलोड गर्छौँ हामी। सो फर्स्टमा चाहिँ पाइथन इन्स्टल कसरी गर्ने रहेछ त्यसको बारेमा कुरा गरौँ। सो डाइरेक्टली हामी डाउनलोड पाइथन भनेर सर्च गऱ्यौँ भने अब हामीले कुन अपरेटिङ सिस्टम युज गरिरहेको छौँ त्यो चाहिँ याद गर्नु पर्यो पहिला। अब जस्तै विन्डोज हो भने डाउनलोड पाइथन फर विन्डोज भनेर सर्च गर्न सकेँ मैले। सो अब यहाँ गइसकेपछि मेरो यहाँ फर्स्टमा डाउनलोड द लेटेस्ट भर्सन फर विन्डोज भनेर सुरुमै देखाएको छ। अब यसै गरी मेरो अपरेटिङ सिस्टम म्याक ओएस हो भने डाउनलोड विन्डोज फर म्याक ओएस भनेर सर्च गर्न सकेँ। लिनक्स हो भने लिनक्सको छुट्टै प्रोसेस हुन्छ, डाउनलोड पाइथन फर लिनक्स। सो त्यसरी हाम्रो जुन चाहिँ अपरेटिङ सिस्टम हो त्यसैलाई बेस मानेर हामीले डाउनलोड गर्न सकिन्छ। सो हामीले यो लिङ्कबाट डाउनलोड गऱ्यौँ अथवा यो फर्स्टकै बटनबाट डाउनलोड गऱ्यौँ भने चाहिँ हाम्रो लेटेस्ट भर्सन डाउनलोड हुन्छ। सो अहिलेको लेटेस्ट भर्सन के रहेछ यहाँ हेर्न सक्नुहुन्छ, पाइथन 3.14.6 भन्ने रहेछ। सो हामीले यो डाउनलोड गरेपछि चाहिँ यो लेटेस्ट भर्सन डाउनलोड हुँदो रहेछ। सो एकचोटि सबैजना अहिले नै यो इन्स्टल गरेर ट्राई गर्नुहोस् है, किनभने कतिपय केसमा प्रब्लमहरू इररहरू आइरहेको हुन्छ। सो इनकेस त्यस्तो इररहरू आयो भने चाहिँ तपाईँहरूले मलाई अहिले भन्न सक्नुहुन्छ। सो एकचोटि सबैजनाले ट्राई गर्नु होला।
सर त्यो डाउनलोड पाइथन इन्स्टलर म्यानेजर थिच्ने हो यसमा यो ठ्याक्कै यही बटनमा अरूहरू पनि मेथड छ डाउनलोड गर्ने, म एकचोटि भन्दै हाल्छु है। अब विन्डोजमा हाम्रो माइक्रोसफ्ट स्टोर पनि छ। सो माइक्रोसफ्ट स्टोर भित्रै गएर हामीले पाइथन भनेर सर्च गर्यो भने यहाँबाट पनि इजिली डाउनलोड गर्न चाहिँ मिल्छ। सो यसरी यहाँबाट पनि डाउनलोड गर्न सके। अब तपाईहरुलाई जहाँबाट सजिलो लाग्छ त्यहीँबाट डाउनलोड गर्दा हुन्छ। अनि डाउनलोड भइसक्यो, सक्सेसफुली डाउनलोड भइसक्यो भने चाहिँ सबैजनाले च्याटमा नोटिफाई गरिदिनु होला है मलाई। सर इन्स्टल भएपछि एउटा मेसेज आउँछ के प्रोग्राम फाइल के मेसेज आयो? एउटा install the current latest version of C Python. If not, you can use C Py install default later to install. अलरेडी पहिल्यै इन्स्टल थियो र पाइथन? पहिला थाहा छैन, चलेको छैन होला। अब त्यो सक्सेसफुली इन्स्टल भयो कि नै भनेर चाहिँ एउटा मेथड छ चेक गर्नको लागि। सो त्यसको लागि सबभन्दा पहिला कमान्ड प्रम्प्टमा गएर हामीले एउटा प्रम्प्ट कमान्ड दिन सकिन्छ, पाइथन स्पेस डबल हाइफन अनि भर्सन। सो यसरी चेक गर्दाखेरि यहाँ पाइथनको भर्सन देखायो भने चाहिँ मेरो सक्सेसफुली इन्स्टल भएको छ भनेर बुझ्न सकिन्छ। तर यदि यहाँ यसको सट्टा अरू केही एरर देखाएको छ भने चाहिँ इन्स्टलेसनमा प्रब्लम भएको छ भनेर बुझ्न सकिन्छ। सो यो गरेर एकचोटि ट्राई गर्नु है, इन्स्टल गरिसक्नु भएको भए। सिन्स मेरोमा अलरेडी डाउनलोडेड छ, त्यही भएर मैले डाउनलोड गरिनँ अहिले। किनभने यहाँ अलरेडी पाइथन हुँदाहुँदै फेरि अर्कोचोटि पनि मैले इन्स्टल गरेँ भने चाहिँ मेरोमा यहाँ प्रब्लम आउँछ, कोडहरू एक्जिक्युट नहुने, कम्पाइल नहुने जस्तो प्रब्लमहरू आउँछ। सो मैले अहिले चाहिँ गरिनँ। सो तपाईँहरूकोमा केही प्रब्लम छ भने चाहिँ भन्नु। एक्सक्युज मी सर, त्यो आइडियली युज गर्दा चाहिँ हुँदैन? मेरो कम्प्युटरमा चाहिँ आइडियली इन्स्टल गरेको थियो कि। ए आइडियली थियो पहिलेदेखि? हजुर, कम्प्युटरमा छ आइडियली, त्यो युज गर्न मिल्दैन? हुन्छ। अब हामीले खास कोडिङ गर्ने चाहिँ कोड एडिटरमा हो। अब तपाईँको कोड एडिटरमा सपोर्ट गर्छ कि गर्दैन त्यो कुरामा नि भर पर्छ। अहिले कुरा आरम्भ त्यसको बारेमा। हजुर। सर आयो। भयो? यसरी पनि चेक गर्नुभयो? भयो सर। यहाँ भर्सन देखायो? 3
3.14.6. ए ओके ओके ठिक छ भनेपछि भइसकेछ सो आइडिएलईबाट चाहिँ हाम्रो सानसानो कोडहरू गर्नलाई चाहिँ ठिकै हो तर अब पछि ठुल्ठुलो कोडहरूको साइज बढ्दै गयो भने चाहिँ यहाँ बुझ्न पनि गाह्रो हुन्छ कन्फ्युजिङ पनि हुन्छ सो त्यही भएर अहिले भिएस कोड इन्स्टल गरिसकेपछि त्यो तपाईँकोमा इन्स्टल भएको छैन हेरौँ ल अनि गरौँ ल त्यसपछि हजुर मेरोमा तपाईँले अहिले इन्स्टल गर्नु परेन त्यसो भए हजुर मेरोमा चाहिँ त्यो तपाईँले भन्नुभएको थियो नि त्यो चाहिँ पाइथन इन्स्टल भएन कि अनि मेरोमा आइडिएली चाहिँ अलरेडी नै थियो त्यही भएर अर्को चाहिँ इन्स्टल भएन ए ए ए ओके हुन्छ अहिले भिएस कोड डाउनलोड गर्दैपछि त्यसमा पनि ट्राई गरौँ ल हजुर हुन्छ भएको जतिले चाहिँ यहाँ च्याटमा डन भनेर भन्नु होला है मलाई क्लियर हुन्छ अनि बुझ्नु सर मेरो च्याट चलिरहेको छैन देयर नो च्याट अप्सन च्याट अप्सन ठ्याक्कै यहाँ यी यतानिर हुन्छ यो मिटिङको इन्टरफेसको ठ्याक्कै राइट साइडमा मेरो छैन ए ओके केही फरक पर्दैन मैले बुझिसकेँ भइसक्यो भनेर तपाईँको 2 3 3जनाको भइसक्यो जस्तो छ अनि अरूहरूकोमा प्रब्लम भएको हो सर मेरो च्याट नै छैन तर म डन छु होइन तर हजुर मेरो भर्जन चाहिँ 3.13.14 दिएको छ ए यो भर्सन चेक गर्दाखेरि त्यो देखायो हजुर ए ओके ओके त्यसको मतलब पनि इन्स्टल भइसक्यो ओके यति भइसकेपछि आइओजिम सबैकोमा सक्सेसफुली इन्स्टल भयो अब नेक्स्ट हामी लागौँ भिएस कोड इन्स्टल गर्नेतिर लागौँ है त अब भिएस कोड भनेको चाहिँ सिम्पली एउटा टेक्स्ट एडिटर हो तपाईँहरूको अलरेडी यहाँ नोटप्याडहरू देख्नुहुन्छ नि हाम्रो डिभाइसमा अलरेडी हुन्छ नोटप्याडहरू सो त्यस्तै एउटा टेक्स्ट एडिटर हो तर अलिकति एडभान्स लेभलको धेरै फिचर्सहरू भएको टेक्स्ट एडिटर हो भनेर बुझ्न सकिन्छ भिएस कोड चाहिँ अब भिएस कोड इन्स्टल गर्नको लागि पनि यता डाउनलोड भिएस कोड भनेर सर्च गर्न पनि सक्यौँ गुगलमा अनि फर्स्ट लिङ्कमा गएर अब आफ्नो जुन अपरेटिङ सिस्टम हो यहाँ पनि सेम प्रोसेस विन्डोज हो भने म यो बटन क्लिक गर्छु अनि म्याक हो भने यो गर्छु अथवा उबुन्टु लिनक्स हो भने चाहिँ यो गर्छु अनि सेम यसमा पनि अर्को अप्सन भनेको यही यसमा स्टोरमै गएर डाउनलोड गर्न पनि मिल्छ सो भिएस कोड इन्स्टल गर्दा चाहिँ यहीँबाट सजिलो हुन्छ जस्तो लाग्यो मलाई यो फर्स्टको सो यसरी पनि इन्स्टल गर्न सक्नुहुन्छ सो यो दुईटा मेथडमा तपाईँहरूलाई जुन चाहिँ सजिलो लाग्छ त्यही ट्राई गर्नुभयो हुन्छ
सो हाम्रो VS कोड डाउनलोड भइसकेपछि त्यो VS कोडलाई ओपन गर्यौँ भने चाहिँ यो इन्टरफेस देख्न सकिन्छ। तर यो इन्स्टल गर्ने पनि एउटा अझ बेटर एप्रोच छ, त्यो पनि म तपाईहरुलाई भन्छु अहिले। तर फर्स्टमा चाहिँ VS कोड डाउनलोड भयो कि भएन त्यति चाहिँ नोटिफाई गर्दिनु है त मलाई। आवाज जीको भइसकेछ। अब हाम्रो VS कोड इन्स्टल भइरहेको छ भने चाहिँ त्यतिन्जेल हामी एउटा कुरा ट्राई गर्न सक्छौं। यो विन्डोज 2007 मा सपोर्ट गर्दैन के हो? दिस प्रोग्राम इज नट सपोर्टेड। दिस प्रोग्राम डज नट सपोर्ट द भर्सन भन्दै रहेछ। हजुरको विन्डोज 7 हो? हजुर ए विन्डोज 7 मा चाहिँ अलि प्रब्लम हुन्छ म्याम। हजुर सपोर्ट किनभने न हाम्रो VS कोड चाहिँ मोस्ट कमनली चाहिँ विन्डोज 8 भन्दा माथि हो सपोर्ट गर्ने। हजुर तपाईको अपरेटिङ सिस्टम नै चेन्ज गर्नु पर्यो। हजुर हजुरको अलिकति पुरानै हो सिस्टम कम्प्युटर चाहिँ? हजुर हजुर ए ए त्यही त, त्यही भएर तपाईकोमा यो युज गर्नुभएको रहेछ नि पहिला आइडियाली। आइडियाली हजुर हजुर। अब त्यो खासै फरक त पर्दैन। मैले यहाँ जे कुराहरू देखाउँछु तपाईले आइडियालीमा नि गर्न चाहिँ मिल्छ, तर त्यही हो अलिकति कन्फ्युजिङ हुन्छ। अब हाम्रो कोडहरू त लामो लामो हुँदै जान्छ नि त पछि पछि। हजुर अनि त्यस्तो केसमा चाहिँ तपाईलाई हुन्छ म बुझ्न यसमा अलिकति चाहिँ हुन्छ। विन्डोज 10 हाल्दा चाहिँ हुन्छ म्याम, त्यति ट्राई गर्नु होला। सो VS कोड अझै इन्स्टल भइरहेको छ भने चाहिँ त्यतिन्जेल हामी एउटा कुरा चेक गर्न सक्छौं। एउटा पाइथनको इन्टरेक्टिभ सेल हुन्छ। हामीले पाइथन डाउनलोड गर्दा गर्दै एउटा सेल डाउनलोड हुन्छ। जसरी अघि मैले यो CMD खोले नि टर्मिनल जस्तो, सो यस्तै एउटा सेल प्रोभाइड गर्छ, सँगसँगै डाउनलोड हुन्छ पाइथन सँगै। त्यसलाई चाहिँ अब हामीले डाइरेक्टली पाइथन भनेर सर्च गर्यौं भने अनि यो खोल्यौं भने चाहिँ यही नै हो हाम्रो इन्टरेक्टिभ सेल। अब यसलाई चाहिँ हामीले एउटा नाम दिन्छ REPL भनेर। सो REPL को मिनिङ चाहिँ के हो भन्दा रिड, इभ्यालुएट र प्रिन्ट लुप भन्न सकिन्छ। यो चाहिँ हाम्रो यतिकै यहाँ चाहिँ हामीले कोड गर्ने होइन खासमा, तर सानसानो कोडहरू रन गर्न क्यापेबल चाहिँ हुन्छ। अब यहाँनिर मैले फर एक्जाम्पल 2 + 2 गरे भने यसरी आउटपुट दिन्छ सजिलै। सो यसरी चेक चाहिँ गर्न सकिन्छ हाम्रो पाइथनले सक्सेस राम्ररी काम गरिरहेको छ कि छैन भनेर। अनि यसलाई चाहिँ हामीले प्रिन्ट, रिड, इभ्यालुएट र प्रिन्ट लुप भनिन्छ। सबैको VS कोड इन्स्टल भइसक्यो भनेर एज्युम गरे है मैले। कसैको केही प्रब्लम छ इन्स्टल गर्दा? ओके, ल अब चाहिँ हामी के गर्न ट्राई गर्छौं भन्दा एउटा नयाँ फोल्डर बनाउँछौं। जुन फोल्डरमा चाहिँ अब जुन फोल्डर हाम्रो वर्क स्पेस हुन्छ त्यसलाई अब त्यो चाहिँ हामीले एउटा नयाँ फोल्डर बनाउनु पर्ने हुन्छ। अब हामीले कोड गरिन्छ, हामीले लेखेको कोडहरू स्टोर त हुनु पर्यो कतै न कतै कम्प्युटरमा। सो त्यसको लागि एउटा फोल्डर बनाउनु पर्ने हुन्छ। सो त्यो फोल्डर बनाउनु सिम्पल छ। अब मलाई डेस्कटप नै बनाउनु पर्यो मैले मैले के गर्न सक्छु, यहाँ राइट क्लिक गरेर न्यूमा जान्छु अनि एउटा फोल्डर बनाउँछु। अनि फोल्डरको नाम दिन्छु फर एक्जाम्पल पाइथन क्लास भनेर। सो यसरी हामीले एउटा फोल्डर बनाइसकेपछि अब तपाईले जुनसुकै लोकेसनमा बनाउन सक्नुहुन्छ है। मैले यहाँ डेस्कटपमै किन बनाएँ भन्दाखेरि अझ सजिलो हुन्छ भनेर मात्रै बनाएको हो। अब तपाईहरुलाई
अब जस्तै जुनमा पनि गर्न सक्नुहुन्छ, डकुमेन्ट्स भित्रमा आउनु पर्यो, अनि जहाँ बनाउँदाखेरि पनि प्रब्लम चाहिँ हुँदैन। तर इजिली एक्सेसिबल भनेको चाहिँ डेस्कटपमै हुन्छ। सो मैले यहाँ डेस्कटपमै नयाँ फोल्डर बनाएँ। अब यहाँनिर म के गर्छु त, यसलाई पनि मैले राइट क्लिक गरेँ भने त्यसै नै अलिकति ह्याङ भयो जस्तो छ। अनि मेरो स्क्रिन फ्रिज भइरहेको छ हो? हेलो हो हजुर हो सर। फ्रिज भइरहेको छ हो? अहिले चाहिँ बल्ल चल्यो। ए ओके। सो यो मैले बनाएको फोल्डरको नाम पाइथन क्लास थियो। सो यसलाई म अब राइट क्लिक गरेपछि यहाँ थर्ड लास्ट अप्सन छ ओपन इन टर्मिनल भन्ने। सो यहाँ म क्लिक गर्छु। अब यहाँ क्लिक गरिसकेपछि यस्तै एउटा अघि कमान्ड सेलको जस्तै एउटा इन्टरफेस खोल्छ। यसलाई चाहिँ हामीले पावर सेल भनिन्छ, विन्डोज पावर सेल। सो यहाँनिर अब मैले कोड स्पेस डट भनेर लेख्छु अनि एन्टर गर्छु। यति गरिसकेपछि मेरो चाहिँ अब बल्ल वर्किङ डाइरेक्टरी VS कोडमा खुल्छ। सो यसको मतलब के हो भन्दा हामीले सक्सेसफुल्ली हाम्रो डाइरेक्टरी बनायौँ, हाम्रो वर्किङ डाइरेक्टरी, अनि त्यहाँ चाहिँ अब बल्ल हामीले कोड गर्न मिल्दैछ। सर क्यान यु रिपिट भन्नुभएको रहेछ। ओके, कुन फेजबाट रिपिट गरौँ होला? यो फोल्डर बनाउने फेजबाट कि कता? ए टर्मिनलवाला फेज। ओके, सो फर्स्टमा म क्यान्सल गरिदिन्छु। सो यो फोल्डर बनाइसकेपछि मैले गरेँ राइट क्लिक गरिसकेपछि थर्ड लास्ट अप्सनमा गएँ म, ओपन इन टर्मिनलवाला। सो यहाँ गइसकेपछि सिम्पल मैले एउटा मात्र लाइन लेख्ने हो, CODE स्पेस अनि डट। यहाँ हेर्न सक्नुहुन्छ है राम्ररी, कोड स्पेस डट। सो यो चाहिँ हामीले सिम्पली के प्रम्प्ट गरेको हो भन्दाखेरि मेरो यो फोल्डरलाई चाहिँ टेक्स्ट एडिटरमा VS कोडमा चाहिँ खोल्नु पर्यो भनेर मैले इन्स्ट्रक्सन दिएको। सो कोड डट गरेर मैले एन्टर गरेँ भने चाहिँ अब मेरो VS कोडमा वर्किङ डाइरेक्टरी खुल्छ। प्रम्प्ट फर के भन्नुभएको अलि बुझिन एकैछिन है। प्रम्प्ट फर मिन्ट भन्नाले मिन्ट OS। ए ओके, मिन्ट OS मा के छ प्रम्प्ट? मैले मिन्ट OS चाहिँ चलाएको छैन है। लेट मी सर्च इट। सर फोल्डरदेखि भन्छ न, मैले फोल्डर बनाएँ अनि त्यसपछिको आएन। ओके, ल फेरि म रिपिट गर्छु। जुन फोल्डर बनाइयो त्यसमा हामीले गर्नु पर्यो राइट क्लिक है। राइट क्लिक पछि यहाँ ओपन इन टर्मिनल देखेको छ कि नै? तपाईँहरूकोमा देखिरहेको छ कि छैन एकचोटि मलाई भन्नु होला। हो, अब यहाँ देखेको छ भने चाहिँ ओपन इन टर्मिनलमा क्लिक गर्नु पर्यो। ओके, मिन्ट OS को कोड के रहेछ? त्यो च्याटमा लेखेर पठाइदिनु है, मिन्ट OS को पनि। यो ओपनिङ टर्मिनल भन्ने चाहिँ देखाएन नि सर। ओपन इन टर्मिनल देखाएन? हजुर, एक्चुअली फेरि त्यो फोल्डर हामीले बनाएको फोल्डर होइन त त्यो। हजुर, भर्खरै जुन नयाँ फोल्डर क्रिएट गर्नुभयो त्यसमा राइट क्लिक गरेपछि देखाउँछ यता ओपन इन टर्मिनल भनेर। कतिपय केसमा चाहिँ हाम्रो यो सो मोर अप्सन्स भित्र पनि देखाउन सक्छ है, त्यो पनि ट्राई गर्नु होला। सर मोबाइलमा कसरी गर्न मिल्छ भन्नुभएको रहेछ। ए मोबाइलमा मिल्दैन नि सर यो।
हाम्रो ल्यापटप ल्यापटप त कम्पलसरी नै छ, ल्यापटप कि डेस्कटप। हामीले कोडिङ चाहिँ मोबाइलमा गर्न मिल्दैन, यस्तो प्रोग्रामिङ ल्याङ्ग्वेजहरू मोबाइलमा अलिक फिजिबल हुँदैन। हजुरको ल्यापटप छ भने चाहिँ ल्यापटपमा गर्नुभयो हुन्छ। त्यो देखाएन भने चाहिँ के गर्ने होला सर? तपाईँको अझै देखाएन है? हजुर ओके, त्यो देखाएन भने चाहिँ तपाईँको VS कोड त डाउनलोड भयो सक्सेसफुल्ली? हजुर VS कोड डाउनलोड भयो। ए, अब तपाईँले चाहिँ म्यानुअल्ली खोल्नुपर्ने भयो त्यसो भए। VS कोड भनेर सर्च गर्नु, हजुर अनि म्यानुअल्ली यसरी ओपन गर्नु। अनि त्यसपछि चाहिँ तपाईँले अब जहाँ फोल्डर बनाउनु भएको छ त्यहाँ अब म्यानुअल्ली जानु पर्यो। अब जस्तै ओपन फोल्डर भन्ने अप्सन देख्नुभयो यहाँ तपाईँकोमा? हजुर 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 हो, त्यहाँनिर गएर अब जस्तै मैले डेस्कटपमा बनाएको भनेपछि मेरो डेस्कटपमा अब मेरो त्यो जुन फोल्डर बनाएको त्यो खोज्नु पर्यो यहाँ, अनि त्यसलाई सेलेक्ट फोल्डर गरेर ओपन गर्नु पर्यो। अब जस्तै अघि मैले यो पाइथन क्लास भन्ने फोल्डर बनाएको, सो यसलाई मैले सिलेक्ट गरेँ अनि सेलेक्ट फोल्डर गरेँ भने चाहिँ यसरी खुल्छ। प्रब्लम छ भने सोध्नु भयो हुन्छ है अझै, किनभने हाम्रो यो फर्स्ट फेज हो। फर्स्ट फेजमै प्रब्लम भयो भने त हामी अगाडि बढ्न गाह्रो हुन्छ, सो त्यही भएर। हजुर त्योसम्म भयो तपाईँले भन्नुभयो आन्सर। ए, तपाईँको खुल्यो नि यसरी, यहाँ देखाइरहेछ तपाईँको फोल्डरको नाम? हजुर देखायो पाइथन प्रोग्राम। ए ओके, ल तपाईँको सक्सेसफुल्ली भइसकेछ। हाम्रो अघि एकजना म्याम हुनुहुन्थ्यो नि, इन्स्टल भएको छैन भन्नु भइरहेको थियो, उहाँले पनि ट्राई गर्नुभयो? यो उस देखाउँछ कि देखाउँदैन तपाईँकोमा यो ओपन इन टर्मिनलवाला? मेरोमा त त्यो VS कोड इन्स्टल भएको छैन कि, अनि म त्यही हेर्दैछु, ट्राई गर्दैछु कि VS कोड इन्स्टल गर्न, किनभने मेरो त्यो 2007 मा त भएन, आइडियली चाहिँ युज भइरहेको थियो, त्यो हजुर VS हजुर, कोड भइरहेको छैन। म ट्राई गर्दैछु त्यही गर्नु। ए हुन्छ हुन्छ। सो ओके, आई गेस सबैजनाको चाहिँ फोल्डर ओपन भयो होला है, बाँकी सबैजनाको चाहिँ। अब हामीले एउटा फर्स्ट पाइथन कोड लेख्न ट्राई गर्छौँ यो टेक्स्ट एडिटरमा भन्नाले VS कोडमा। अब एउटा कुरा चाहिँ विचार गर्नुपर्ने हुन्छ, हाम्रो यो पाइथनको फाइलहरूको एक्सटेन्सन चाहिँ .py हुन्छ है। हामीले अब यो फोल्डर खोल्यौँ, अब यो फोल्डरभित्र त हामीले एउटा टेक्स्ट फाइल बनाउनु पर्यो। फोल्डरभित्र फाइल बनाउनको लागि चाहिँ यहाँनिर न्यू फाइल भन्ने एउटा बटन देख्नुभयो होला सुरुमा। सो यहाँ क्लिक गरेपछि अब मलाई मेरो फाइलको नाम के राख्ने त्यो राख्न सक्छु। फर्स्ट जस्तै म राख्छु फर्स्ट प्रोग्राम भनेर, फर्स्ट प्रोग्राम .py है। सिम्पल छ, हाम्रो पाइथनको कोड भएर हाम्रो पाइथनको फाइलको एक्सटेन्सन पनि .py हुन्छ, एकदमै सिम्पल। अनि एन्टर गरेँ। सो यसरी मेरो फोल्डरभित्र फाइल क्रिएट भएको छ, पाइथन फाइल। अब यहाँ चाहिँ मैले बल्ल कोड लेख्न सक्छु। अनि यो कोड लेख्नुभन्दा अगाडि चाहिँ तपाईँहरूले एउटा कुरा विचार गर्नु है, यहाँनिर यस्तो रन बटन चाहिँ देख्नुपर्छ। फेरि यो रन बटन देखिरहेको छैन भने चाहिँ तपाईँहरूको पाइथन इन्स्टलेसनमा समस्या भएको छ भनेर बुझिन्छ है, यो पनि चेक गर्नु होला। अनि यदि कसैकोमा देखाइरहेको छैन भने चाहिँ मलाई नोटिफाई गर्न सक्नुहुन्छ। सर देखाएको छैन। ओके, सो त्यस्तो केसमा चाहिँ अब यहाँ फेरि पाइथन चेक गर्नु पर्यो यहीँभित्र। यहाँको टर्मिनल कसरी, यहाँ पनि टर्मिनल हुन्छ एउटा, भित्रै VS कोडको भित्रै एउटा टर्मिनल हुन्छ। त्यो एक्सेस गर्नको लागि चाहिँ माथि यो 3 डटमा क्लिक गरेर यो टर्मिनलमा गएर न्यू टर्मिनल गऱ्यो भने चाहिँ नयाँ टर्मिनल खुल्छ। अनि यहाँभित्र हामीले सेम अघि सुरुमा पाइथनको भर्सन जसरी चेक गर्यौँ
यहाँ पनि चेक गर्न सकिन्छ पाइथन डबल एस र भर्सन अनि एन्टर गर्यो भने यहाँनिर मेरो यस्तो देखाएको छ भने चाहिँ ठिक छ हैन देखाइरहेको छैन भने चाहिँ त्यहाँ फेरि VS कोड भित्र नै प्रब्लम भएछ भनेर बुझिन्छ VS कोड भित्र चाहिँ पाइथन सर इन्टिग्रेट भएको छैन देखायो हजुर सर यो चाहिँ देखायो तर यहाँ रन बटन चाहिँ देखेको छैन है हजुर ओके सो त्यस्तो केसमा अब हामी एउटा म्यानुअल्ली एउटा एक्सटेन्सन डाउनलोड गर्नुपर्ने हुन्छ कोड रनर भन्ने एउटा एक्सटेन्सन हुन्छ तपाईहरुको यो लेफ्ट साइडमा फिफ्थ अप्सन फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ यो एक्सटेन्सन भन्ने देखिरहनु भएको छ सो यो एक्सटेन्सनमा गएर म कोड रनर भनेर सर्च गर्छु सो यो फर्स्टको यो कोड रनर भन्ने एउटा एक्सटेन्सन छ अब यसलाई मैले इन्स्टल गर्छु सिन्स मेरो अलरेडी इन्स्टल छ यहाँ अनइन्स्टल देखाइरहेको छ त्यही भएर तपाईहरुको केसमा यहाँ इन्स्टल देखाउँछ अनि त्यसलाई इन्स्टल गरिसकेपछि तपाईको एउटा यहाँ रन बटन चाहिँ पप हुन्छ सो अलिकति रस भयो भने तपाईले मलाई भन्न सक्नुहुन्छ है कहाँनिर प्रब्लम छ भनेर म फेरि त्यहीबाट रिपिट गर्छु सुजन जीको भयो यहाँसम्म हेलो हेलो सुजन जी ओके डाउनलोड एक्सटेन्सनको त प्रोसेस गर्दैछु ए ओके ल सर हजुरको स्क्रिनमा त्यहाँको अप्सनहरू नि छैन सर मेरो सबै कुन अप्सन हजुर त्यो यो हजुर यो अप्सन नै छैन त्यहाँ कुनै सर कुनै हैन यो सबै हुनै पर्छ भन्ने छैन यो त मैले धेरै अगाडिदेखि युज गर्दै आएको हो सो यहाँ मैले केही कुराहरू चाहिँ आफूले पर्सनली सेटअप गरेको छु सो मेरोमा भएको जस्तै तपाईहरुको पनि देखिन्छ भन्ने चाहिँ केस चाहिँ हुँदैन सो यहाँनिर मेनली हुने भनेको यति 5 वटा हो सो त्यो बाहेक चाहिँ अब पछि एड गर्न सक्छु मैले पछि आफै एड गरेको हो सो यतिसम्म चाहिँ देखिनु पर्यो अनि यो कोड रनर डाउनलोड गरिसकेपछि चाहिँ यहाँनिर एउटा रन बटन देखायो होला नि है ओके सो अलिकति क्लास चाहिँ इन्टरेक्टिभ चाहिँ हुनु पर्यो है अब जस्तै मैले कसैलाई अब नामै लिएर बोलाइरहेको छु अथवा केही कुरा सोधेको छु भने चाहिँ अलिकति रेस्पोन्सिभ हुनु होला है अलिक फास्ट रेस्पोन्स गर्नुभयो भने अनि बल्ल हामीले टार्गेट गरेको कुराहरू चाहिँ कम्प्लिट गर्न सकिन्छ क्लासमा सो यति भइसकेपछि अब चाहिँ मैले मेरो कोड पनि रन मजाले हुन्छ किनभने मेरो अब यहाँ रन बटन पनि छ हजुर हामीले VS कोडमा गएर आफ्नो फोल्डर खोलेपछि नि त्यहाँ अप्सनहरू मध्ये कुन चाहिँ थियो एउटा न्यू फाइल छ अर्को ओपन फाइल छ त्यो VS कोडमा गएर फोल्डर ओपन गर्नको लागि कि केको लागि गरेपछि यहाँनिर माथि एउटा फोल्डरको नाम देखाएको होला है हजुर हो अब यसको साइडमा ठ्याक्कै यो न्यू फाइल भन्ने एउटा बटन छ फर्स्टमा हजुर त्यो त्यहाँ क्लिक गरेर अनि आफ्नो फर्स्ट प्रोग्रामको फर्स्ट फाइलको नाम जे छ त्यही राख्ने अनि .py भनेर लेख्ने सो यति गरिसकेपछि म एउटा सिम्पल प्रोग्राम लेख्छु हेलो वर्ल्ड प्रोग्राम तपाईले जे पनि लेख्नु मिल्छ है यहाँ हेलो वर्ल्ड भन्नाले मैले यो लेखेको छु भनेर तपाईले नि यही लेख्नुपर्छ भन्ने चाहिँ हुँदैन तपाईले आफ्नो नाम लेख्न सक्नुहुन्छ जे पनि लेख्न सक्नुहुन्छ है
सो अब यो हेलो वर्ल्ड भन्ने प्रोग्राम हाम्रो के भयो, इनपुट भयो है। हाम्रो कम्प्युटरको जुनसुकै प्रोग्रामिङ ल्याङ्ग्वेजमा पनि हामीले जुनसुकै प्रोग्रामिङ ल्याङ्ग्वेजमा कोड गर्दा अब हामीले पहिला कम्प्युटरमा पढेको कुरा नै फलो हुन्छ है। हाम्रो हेर्दाखेरि चाहिँ त्यो याद नहुन सक्छ। अब हामीले यो दिएको चाहिँ हाम्रो यो इनपुट फेज हो। अब जब मैले यो रन बटन क्लिक गर्छु, हाम्रो सिपियुले चाहिँ यो प्रोसेसिङ टास्क चाहिँ स्टार्ट गर्छ। अन्त प्रोसेसिङ टास्क त हाम्रो आँखा हाम्रो हाम्रो भिजिबल चाहिँ हुँदैन, त्यो हामीले हेर्न सकिँदैन। अनि जुन आउटपुट जेनेरेट हुन्छ, अब जस्तै मैले यो रन गरेँ, यहाँ हेलो वर्ल्ड भनेर एउटा आउटपुट आउँछ। सो यो मेरो आउटपुट प्रोसेस भयो, इनपुट प्रोसेस र आउटपुट प्रोसेस, र यो बिचको कम्पाइलेसन प्रोसेस र एक्जिक्युसन प्रोसेस चाहिँ हामीले देख्न सकिँदैन। यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो यो रन भइसकेपछि बल्ल आउटपुट जेनेरेट भएको। सो यो हाम्रो फुल फ्लो हुन्छ है, जुनसुकै प्रोग्राममा कोड गरे पनि इनपुट प्रोसेसिङ र आउटपुट नै हो। सो एउटा फर्स्ट प्रोग्राम यसरी लेखेर ट्राई गर्नु है। प्रोग्राम लेख्नुहोस्, अनि त्यसपछि लेखिसकेपछि माथि रन गरेर आउटपुट पनि चेक गर्नु। अनि अर्को इम्पोर्टेन्ट कुरा है, अब मैले यो कोड लेख्नुहोस् त भने, तर यो कोडमा ब्र्याकेट छ, कोटेसन मार्क छ, त्यो के हो, किन लेखेको भन्ने कुरा पनि आउन सक्छ। अब यो भनेको चाहिँ हाम्रो फर्मुला जस्तै हो है। तपाईँहरूले अब फर्मुला त याद गर्नुपर्ने हुन्छ नि, म्याथमा अब जस्तै कुनै हिसाब गर्नु पर्यो, के गर्नु पर्यो भने त त्यसको फर्मुला त हामीले कन्ठ नै गर्नुपर्ने हुन्छ। सो त्यस्तै गरी चाहिँ यो हाम्रो प्रिन्ट गर्ने फर्मुला, यो चाहिँ अब हरेकचोटि युज हुन्छ। यो कोटेसन मार्क, ब्र्याकेट्सहरू त धेरै युज भइरहेको हुन्छ, तपाईँहरूले कन्ठै गर्नु चाहिँ पर्दैन। अब पछि हामीले यो 10-15 चोटि हाम्रो यो क्लासमा तपाईँहरू 1 हप्ता मात्रै क्लासमा बस्नु भइसकेपछि के हुँदो रहेछ, यो कसरी युज गर्ने रहेछ चाहिँ थाहा हुन्छ। तर अहिलेको लागि चाहिँ यो यो चाहिँ हाम्रो कोटेसन मार्क भयो, यो दुईटा कोटेसन मार्क फर्स्ट। अनि हामीले जुन यो चाहिँ मेरो प्यारेन्थेसिस भयो है, स्मल ब्र्याकेट अथवा स्मल प्यारेन्थेसिस भन्न सकिन्छ। हामीले यो ओपन गरिसकेपछि यसलाई क्लोज पनि गर्नुपर्छ। अनि सिमिलरली हामीले यहाँ कोटेसन मार्कमा स्टार्ट गरिसकेपछि कोटेसन मार्कमै एन्ड हुनुपर्छ। अब फर इक्जाम्पल मेरो यहाँनिर एउटा कुरा मिसिङ भयो है, कोटेसन मार्क चाहिँ यहाँको मिसिङ भयो भनेपछि यहाँ मेरो प्रब्लम भनेर अलरेडी देखाइसकेको छ। अब यसलाई मैले रन गर्न खोज्दाखेरि मेरो आउटपुट रन हुन्छ त? अभियसली हुँदैन, किनभने मेरो चाहिँ यो सिन्ट्याक्स नै पुरा भएको छैन है। अब यहाँनिर मैले यो पनि छुटाएँ, त्यो ब्र्याकेट पनि छुट्यो। सो यहाँनिर त अलिकति हाम्रो कोड पुरा भएन, सिन्ट्याक्स पुरा भएन, किनभने यो ब्र्याकेट ओपन छ, कोटेसन मार्क पनि ओपन छ, तर क्लोज छैन। सो एउटा बेसिक स्ट्रक्चर हो, यो चाहिँ याद गर्नै पर्ने हुन्छ है। सो यो पुरा भइसकेपछि मात्रै हाम्रो कोड चाहिँ सक्सेसफुली रन हुन सक्छ। सो अहिलेलाई मैले दुईटा कुरा भने, तीनटा कुरा। यो प्रिन्ट भन्ने स्टेटमेन्ट चाहिँ सर व्हाट इफ इट डोन्ट गिभ आउटपुट भन्नुभएको रहेछ। आउटपुट नै जेनेरेट भएन रन गरेपछि? भएन सर, it just says exited with code equals 0 and 0.21 seconds and running python -u user Lenovo one रहेछ। ए यो तपाईकोमा यो वाला रन बटन देखिरहेको छ कि यो ड्रप डाउन यो वाला? सेकेन्ड वाला यो वाला हो। हो। सो यसमा त्यस्तो त प्रब्लम नआउनु पर्ने हो है। अब यहाँनिर सिम्पली रन गरेपछि यहाँनिर रनिङ भनेर यहाँनिर आउटपुट देखाउनु पर्ने हो। के भनेको छ भन्नुभयो? सर त्यो सेकेन्ड बटन माथि देखाइरहेको छ, त्यो फर्स्ट वाला देखाइरहेको छ। ओके, सो त्यहाँ पाइथन राम्रोसँग इन्स्टल अझै भइसकेको छैन जस्तो लाग्यो, किनभने हाम्रो यो बटन चाहिँ अटोमेटिकल्ली नै देखाउनु पर्ने हो। कसैकोमा यो VS कोड इन्स्टल गर्ने बित्तिकै यो देखाएको कसैले याद गर्नुभयो यो कोड रनर इन्स्टल नगरिकन? कसैकोमा छ भने एकचोटि ह्यान्ड रेज गर्नु त। सबैजनाले कोड रनर इन्स्टल नै गर्नुभएको हो त्यो एक्सटेन्सनबाट? सुजनजी भन्नु त। मैले चाहिँ त्यहाँबाट त्यो इन्स्टलर भन्ने भएन, यहाँ एउटा अप्सन्स आयो होइन। हजुर। अनि त्यो अप्सन्सबाट मैले चाहिँ डाउनलोड गरेँ, तपाईँले भने अनुसार त्यहाँबाट चाहिँ गरेँ, तर मेरो पनि आउटपुट चाहिँ आयो।
हजुर हजुर तर तपाईँले त्यहाँ जस्तै हेलो वर्ल्ड भन्ने सिम्पल सानो आएको छ नि त रनिङ हजुर भनेर मेरोमा चाहिँ के आएको छ भनेदेखि एक्जिक्युट टास्क भनेर देखाएको छ अनि फर्स्ट प्रोग्राम भनेको छ पाई भनेर अनि हेलो वर्ल्ड भनेको छ अनि टर्मिनल विल युज बाई टास्क प्रेस एनी की टु क्लोज इट भनेर आएको छ क्या त्यसरी ए होइन त्यो ठिक हो किनभने मैले चाहिँ यहाँ अप्सन मात्रै राखेको है यसमा चाहिँ क्लिन आउटपुट आउँछ भनेर मैले यो राखेको अब मैले फर इक्जाम्पल यहाँबाट रन गरेँ रन पाइथन फाइल गरेँ भने चाहिँ मेरोमा नि अलिकति लामै आउँछ यस्तै भन्नुभयो है ए हजुर हो यो केही पनि प्रब्लम होइन त्यो आउटपुट आएको त्यो ठिक हो अब अर्को केसमा चाहिँ अब यो आउटपुट नै आएको छैन भने चाहिँ त्यहाँ पाइथन इन्स्टलेसनमा समस्या भएको छ भनेर बुझ्नुपर्ने हुन्छ सो अघि कसले भन्नुभएको थियो त्यो मैले सर हो त्यहाँनिर अब एकचोटि यो टर्मिनलमा पाइथनको भर्सन चेक गरेको हो सुरुमा हो सर चेक गर्दाखेरि पाइथनको भर्सन देखाएको थियो यस सर यसरी नै देखाए है हो सर त्यो चाहिँ अनएक्सपेक्टेड प्रब्लम भयो है किनभने त्यस्तो खालको प्रब्लम त नआउनु पर्ने हो यहाँ क्लिक गर्दाखेरि के आउँछ एकचोटि स्क्रिनसट पठाउनु त मलाई च्याटमा हजुर कसले ह्यान्ड रेज गर्नुभएको हो भन्नु त सर हजुर मेरो त त्यो साइडको बटन नै आएन सर त्यो राइट वाला एरो हजुर त्योहरू यो बटन नै आएन सो यो इन्स्टल गरेपछि पनि आएन सर त्यो इन्स्टल गर्नुपर्ने सर त्यो त्यहाँबाट यो कोड रनर भन्ने अब इन केस यो अलरेडी देखाएको छैन यो रन बटन देखाएको छैन भने चाहिँ हामीले म्यानुअल्ली यो एक्सटेन्सनमा गएर कोड रनर सर्च गरेर इन्स्टल गर्न सकिन्छ सर कसरी त्यो स्क्रिनसट पठाउने स्क्रिनसट यो च्याट देखाएको छैन भन्नुभएको थियो फेरि है उसमा पठाउनु भयो हुन्छ हाम्रो वाट्सएप ग्रुपमा पठाइदिने हुन्छ मलाई जस्ट चेक गर्न मन लाग्यो त्यहाँ के भनिरहेको छ भने म अलिकति क्लियर भएन सो सो हाम्रो कतिजनाले आउटपुट रन भएन भन्नुभएको कि एकजना अनि अरू कसैको छ आउटपुट रन नभएको सर मैले पठाएँ वाट्सएपमा हो सर मेसेज आएको छैन आउँदैछ यो त पाइथन भर्सनको भयो उसको आउटपुटको एन्सर भनेको मैले चाहिँ आउटपुटको हुन्छ नि रन गरिसकेपछि रन गर्नको लागि पहिला यहाँ प्रेस गर्नु पर्यो यहाँ क्लिक गरिसकेपछिको चाहिँ के देखाउँछ भनेको यही नै हो देखाएको सर मतलब यो रन क्लिक गरेपछि यही स्क्रिनसटमा जे देखाएको छ त्यही देखाएको हो
हाम्रो आइडियली हाम्रो कपिला म्यामले चाहिँ यसमै ट्राई गर्नुभयो नि हुन्छ। यो त सिम्पल छ, यसमा हामीले रन गर्न त मिलिहाल्छ। ट्राई गर्नुभयो तपाईँले? सर पठाए। ए ओके, एकैछिन है। मैले त्यो विन्डोज 10 इन्स्टल गर्दैछु कि कम्प्युटरमा। ए हजुर। हजुर। ए हुन्छ, तपाईँले यो क्लास सकिसकेपछि यो भिडियो हाम्रो युट्युब च्यानलमा नै आउँछ, त्यहाँबाट पनि रिपिट गरेर एकचोटि हेर्नु भए चाहिँ हुन्छ। ए हुन्छ हुन्छ। त यसमा आइडियलीमा चाहिँ यही युज गर्दा पनि हुन्छ, आइडियली युज गर्दा पनि हुन त हुन्छ र, तर पछि अलिक पछि चाहिँ हजुर हजुर, पछि चाहिँ अलिकति झ्याउ हुन्छ, बुझ्न गाह्रो हुन्छ भनेर मात्रै हो, यसबाट नि हुन त हुन्छ। हजुर। हस् हुन्छ। युट्युब च्यानलको बारेमा अहिले क्लास एन्ड भइसकेपछि म्यामले भनिदिनुहुन्छ है सर, एकैछिन। सर जस्तै तपाईँले त्यो प्रिन्ट हेलो वर्ल्ड लेख्नु भन्छ नि एउटा फाइल उ गरेर, हजुर हजुर। त्यसमै फेरि त्यसमै चेन्ज गरेर अर्को लेख्न मिल्दैन? यसमा चेन्ज गरेर भन्नाले त्यही फाइलभित्रै फेरि उ गर्न मिल्छ कि मिल्दैन? मतलब यसलाई डिलिट गरेर अरू केही लेख्न मिल्छ, मजाले मिल्छ, तपाईँले जे पनि लेख्न मिल्छ। अब जस्तै माई नेम इज सुशील लेख्नु पर्यो है, अब यसलाई मैले प्रिन्ट गरेँ भने यही अनुसार आउटपुट आउँछ। तपाईँले चाहे जतिचोटि चेन्ज गर्नु, यो सिन्ट्याक्स चाहिँ मिल्नु पर्यो है। फेरि यो हाम्रो यो स्टार्टिङ र एन्डिङ सबै कुरा मिल्नु पर्यो, यो भित्र तपाईँले जति चेन्ज गर्न नि पाउनुहुन्छ। त्यसो अहिले चाहिँ त्यसो गर्दाखेरि आउटपुट आएन के, त्यही भएर। तपाईँको केही सिन्ट्याक्स नमिलेको हो र? Sir, I sent the screenshot. ए ओके। एक्जिटेड विथ कोड 0 ए। सो यहाँनिर पाइथन इन्स्टल चाहिँ भएछ, तर हाम्रो रङ लोकेसनमा इन्स्टल भयो जस्तो छ। सो यो केसमा OneDrive डेस्कटप पाइथन क्लास पाइथन यो केसमा चाहिँ एकचोटि यसरी ट्राई गर्दा हुन्छ है। यसलाई अब यही फाइलमा राइट क्लिक गर्ने, अनि राइट क्लिक गरेर रन कोडमा क्लिक गरेपछि चाहिँ के आउँछ एकचोटि आउटपुट चेक गर्न मिल्छ है। म फेरि रिपिट गर्छु, यसमै राइट क्लिक गर्ने अनि त्यसपछि रन कोड, अनि इनकेस त्यसरी पनि डाउनलोड भएन भने चाहिँ के अरे त्यसरी पनि रन भएन भने फेरि सुरुदेखि इन्स्टल गर्नुपर्ने हुन्छ अनइन्स्टल गरेर। भयो यसरी? भएन, मैले अनइन्स्टल गरेँ। यहाँ रन प्लस प्लस देखाएको छ कि छैन यो पनि एकचोटि चेक गर्नु त। रन प्लस प्लस वाला रन प्लस प्लस छैन। ए ओके, त्यही गर्दा हुन्छ। एकचोटि पाइथन रिमुभ अनइन्स्टल गरेर, अब क्लास पनि सकेको छ आजको क्लास यही इन्स्टलेसनकै बारेमा हो, खास मेन पाइथनको हल्का इन्ट्रोडक्सन र इन्स्टलेसनको प्रोसेस। अब भोलि तपाईँको अब यो क्लास सकिसकेपछि एकचोटि सक्सेसफुल्ली इन्स्टल गर्न ट्राई गर्नुभयो हुन्छ। तपाईँको अब के प्रब्लम आएको छ त्यो प्रब्लमलाई एकचोटि च्याट जिपिटीमा पेस्ट गरेर पनि त्यो गाइडलाइन पनि फलो गर्न सक्नुहुन्छ। सकेसम्म भोलिको क्लास स्टार्ट गर्दाखेरि चाहिँ सबैजनाले सक्सेसफुल्ली पाइथन र भिएस कोडमा कोड लेख्न मिल्ने गरी चाहिँ रेडी भएर आउनु होला। तर इनकेस समस्या नै भयो भने चाहिँ भोलि हेरौँ। हजुर सर, मेरो आउटपुट चाहिँ आएन सर। मैले रन कोड गरेपछि डन आउँछ, मैले लेखेको कुरा चाहिँ प्रिन्ट हुँदैन सर। रन, यो रनमा क्लिक गरेपछि? हजुर यो रन बटनमा क्लिक गरेपछि? हजुर। अनि यहाँ यसरी एकचोटि ट्राई गर्नु त, यहाँ यसमा राइट क्लिक गरेर सर त्यो पनि गरेको। त्यसपछि नै आएन सर सो त्यहाँ त्यो
पाइथन राम्रोसँग इन्स्टल नभएर त्यस्तो भएको हो, किनभने पाइथन इन्स्टल चाहिँ भयो तर हाम्रो VS कोडले चाहिँ भेटाएन, VS कोडले भेट्ने लोकेसनमा चाहिँ डाउनलोड भएन भने चाहिँ त्यस्तो हुन्छ। सो एकचोटि के गर्दा हुन्छ भन्दाखेरि त्यही एकचोटि यसलाई म्यानुअल्ली अनइन्स्टल गर्ने, अनइन्स्टल गरिसकेपछि कम्प्युटर रिस्टार्ट गरेर एकचोटि फ्रेस इन्स्टल गर्दाखेरि चाहिँ हुन्छ है। हस् सर। सो यति भन्दै आजको सेसन चाहिँ एन्ड गरौँ होला। सो त्यही अघि मैले भने जस्तै इनकेस केही प्रब्लम छ भने चाहिँ रिसर्च गरेर एकचोटि सक्सेसफुल्ली इन्स्टल गर्ने ट्राई गर्नु, र त्यति गर्दाखेरि पनि तपाईँहरूलाई प्रब्लम भयो भने चाहिँ भोलिको क्लासमा म यो एकचोटि अझै कन्टिन्यू गरिदिन्छु इन्स्टलेसन गाइड चाहिँ। सो ओके, आरुषि म्याम। सो या थ्याङ्क यू सो मच एभ्री वान। हामी चाहिँ सेम लिङ्क नै युज गर्छौँ एभ्री डे, अनि मैले वाट्सएपमा पिन पनि गरेर राखिदिएको छु सो द्याट हजुरलाई इजी होस् भनेर। एभ्री डे सेम टाइममा 7:30मै सेम लिङ्क युज गरेर नै जोइन गर्नु होला। अनि मिटिङको रेकर्डिङ्स चाहिँ युट्युबमै अपलोड हुन्छ, तर हामी हजुरलाई लिङ्क पठाइदिन्छौँ, किन भन्दाखेरि अब अहिले अपलोड हुन्छ भन्ने कुरा चाहिँ हुँदैन, भोलि बिहानसम्ममा चाहिँ आइसक्छ है। तपाईँले लिङ्क चाहिँ हाम्रो वाट्सएप ग्रुपमा चाहिँ आउँछ। Thank you so much.